नमस्ते सबैजनालाई सबै आरामै हुनुहुन्छ होला। आज म तपाईहरुलाई योभन्दा पहिलाको भिडियो पनि मेट्रो स्टेसनको थियो, अहिलेको भिडियो पनि मेट्रो स्टेसनको छ। तर अहिलेको भिडियोमा के छ भने मेट्रो स्टेसन भित्र गइसकेपछि मेट्रो स्टेसनको चहल पहल, मेट्रो स्टेसनको चाहिँ म्यापहरु कस्तो हुन्छ, त्यसपछि मेट्रो स्टेसनमा गइसकेपछि मेट्रोको समय, मेट्रो छुट्ने समय, मेट्रो कति समयमा आइपुग्छ र कति समयमा छुट्छ भन्ने कुराहरुको बारे चाहिँ जानकारी दिन्छु। कतिपयलाई लाग्न सक्छ खाली मेट्रो मात्र भन्छ भन्ने कुराहरु पनि हुन सक्छ, तर मैले भिडियो बनाउँदाखेरि चाहिँ दुई तीनवटा भिडियोहरु चाहिँ मेट्रो स्टेसनको हुने भएको हुनाले अलि लामो हुन्छ, त्यसैले लामो भन्दा छोटो छोटो भिडियोहरु बनाएर हाल्दिन्छु भनेर मेट्रो स्टेसनको बारेमा भनेको है। त्यसमा चाहिँ अब छुट्ने समय, ढोका लाग्ने समय, त्यसपछि मेट्रो स्टेसनको अन्य विविध जानकारीहरु चाहिँ गराउने छु तपाईहरुलाई। अब मैले तपाईहरुलाई सिधै कहाँ लिए त मेट्रो स्टेसनको भित्र। यो चाहिँ 14 नम्बर D1 अनि यो एयरपोर्ट है, यसरी चिन्ह देखाएको छ। एयरपोर्ट D1 14 नम्बर एउटा छ है। यो छ नि, यो चाहिँ म्याप 10 नम्बर चाहिँ कहाँ भन्ने भएको छ, 10 नम्बर कहाँ छ, यो म्याप हो है। कहाँबाट कहाँ जाने भनेर म्याप यतिवटा चाहिँ मेट्रो, यो सबै यो मेट्रो चाहिँ यो यस्तो यस्तो छ नि, यो चाहिँ यो मेट्रोको है। यो लाइन यो यस्तो यो छ नि, यो मेट्रो चाहिँ कुन ठाउँबाट कहाँ जाने भनेर चाहिँ यो मेट्रोको लाइन हो। यहाँ पनि छ हैन, यसरी छ। यो सबै कुराहरु चाहिँ यो यति भित्र यो लाइनको है, जति पनि हुन्छ त्यसमा चाहिँ के हुन्छ त पैसा। मेट्रो कार्ड छ भने चाहिँ सस्तो पर्छ, मेट्रो कार्ड छैन ब्याङ्क कार्ड ट्याप गर्यो भने 74 रुपल चाहिँ पर्छ है। एकचोटिमा 74 रुपल पर्छ। यो भित्र जहाँ गए पनि भयो, बाहिर ननिस्केर यदि इज्जत भयो भने चाहिँ इन्ट्री हुनको लागि पैसा लाग्छ। इज्जत मात्र भएपछि पैसा लाग्छ। अब इन्ट्री भइसकेपछि भित्र चाहिँ जहाँ पनि जानु पायो है, चाहिँ म्याप हैन त, यो भित्र जहाँ पनि जानु पायो। अब म सजिलो भनेको अब कहिले नचढेको मान्छे अथवा एक दुई पटक चढेर त्यति राम्रो ज्ञान नभएको मान्छेलाई चाहिँ सबैभन्दा सजिलो भनेको मेट्रो स्टेसनमा आइसकेपछि यो छ नि, यो तीरले देखाएको लामो यो ठाउँको नाम लेखेको हैन, यो ठाउँको नाम लेखेकोबाट चाहिँ एकदम सहज हुन्छ क्या। अनि यहाँ चाहिँ उभियो भने यो बच्चाहरू यस्ताउति उभियो भने यसले चाहिँ सम्बन्धित मान्छेहरूलाई उ गर्छ है। यो ठाउँको नाम छ नि, हो यो ठाउँको नामबाट चाहिँ त्यो लास्टसम्म जाँदो रहेछ। म यो ठाउँमा छु भनेपछि यो ठाउँबाट कहाँ जानुपर्ने छ, त्यो ठाउँमा जानु छ भनेर यसरी थाहा हुन्छ। सहज रूपमा एकदमै इजी। एउटा यतापट्टि छ, एउटा यतापट्टि, यता रोक्यो यता आयो होइन त। अब यसको टाइम जोनको कुरा गर्नु पर्दाखेरि म तपाईँलाई टाइम जोनको कुरा गरिदिन्छु। म हिँडेर बसेर यो भिडियो बनाउँछु है त। यो टाइम जोनको बारे चाहिँ अब यो कतिमा हिँड्छ र कति समयमा चाहिँ अर्को मेट्रो आइपुग्छ भन्ने कुराहरू म यो टाइमको विषयमा चाहिँ तपाईहरुलाई ठ्याक्कै एक्ज्याक्टली यो के कतिमा हिँड्छ कतिमा अर्को आउँछ भनेर गर्छु। स्टार्ट भयो है। सेकेन्ड 16 सेकेन्ड 17 सेकेन्ड 18 सेकेन्ड हैन त, 22 सेकेन्ड गएको छ। यो चाहिँ टाइम है। यो टाइममा चाहिँ अर्को मेट्रोले चेन्ज गर्छ, अर्को मेट्रो आइपुग्छ है। यो चाहिँ टाइमहरु छ नि, उता टाइम उ गरिरहेको छ। 35 सेकेन्ड 36 सेकेन्ड गयो है, 37 सेकेन्ड। कति सेकेन्डको बिचमा आउँदो रहेछ मेट्रो भन्दाखेरि यो ठ्याक्क हेरौँ कति सेकेन्डको आउँछ। मलाई पनि थाहा छैन, आयो भने यति सेकेन्डमा आउँदो रहेछ है भनेर एक्ज्याक्ट टाइम हुन्छ है। मेट्रो आयो नि त 59 भनेपछि ठ्याक्कै 1 मिनेटको फरकमा अर्को मेट्रो आउँदो रहेछ है। 1 मिनेटको फरकमा तपाईँले देख्नु भएको छ त्यहाँ 1:09 भयो
आइपुग्यो है। 1 मिनटको फरकमा ठ्याक्क अर्को मेट्रो आइपुगेको छ है। त्यो मेट्रोको 1 मिनटको फरकमा आइपुग्यो है। मान्छे कस्तो कोच्चाएको छ देख्नुभयो नि। यतापट्टि 1 मिनटको फरकमा आयो है त्यो मेट्रो। अनि त्यहाँबाट अर्को ठाउँ जानलाई अर्को सिफ्ट हुनु पऱ्यो नि त है। एउटै मेट्रो एकै ठाउँ जाँदैन। अर्को ठाउँ जाँदाखेरि लिफ्ट चढेर अर्को ठाउँ जाँदाखेरि फेरि यस्तै मेट्रो स्टेसन आइपुग्छ है। त्यो कुराहरू हुन्छ। अब पहिला मेट्रो स्टेसनको यात्रा गरिसकेका मान्छेलाई त खासै नयाँ कुराहरू केही पनि होइन। जसले गरेको छैन उहाँलाई अझबाट पनि आयो। यता आउँदैछ यता जाँदैछ, यता जाँदैछ यता तर मेट्रो के त 1 मिनटको समयमा चाहिँ आउने रहेछ भन्ने कुरा मलाई पनि आज ठ्याक्क थाहा भयो। एक्ज्याक्टली अब यतिमा आउँछ होला भन्ने भएको थियो, तर 1 मिनटमा चाहिँ आउँदो रहेछ। 1 मिनटभन्दा बढी भयो भने अब त्यहाँनिर चाहिँ रोक्दैन। अब यसको सेकेन्डमै ढोका लाग्छ क्या फेरि ढोका। अब यहाँ मान्छे चढोस् नचढोस् मतलब छैन, तर यो कति सेकेन्डमा लाग्छ एक्ज्याक्टली मलाई पनि थाहा छैन। 5-7 सेकेन्डभन्दा बढी चाहिँ यो ढोकाहरू खुल्ला हुँदैन। त्योभन्दा बढी मेट्रो यहाँ वेटिङमा बस्दैन होला। पहिला मेट्रो स्टेसनको यात्रा गरिसकेका मान्छेलाई त खासै नयाँ कुराहरू केही पनि होइन। जसले गरेको छैन उहाँलाई अझबाट पनि आयो। यता आउँदैछ यता जाँदैछ, यता जाँदैछ यता तर मेट्रो के त 1 मिनटको समयमा चाहिँ आउने रहेछ भन्ने कुरा मलाई पनि आज ठ्याक्क थाहा भयो। एक्ज्याक्टली अब यतिमा आउँछ होला भन्ने भएको थियो, तर 1 मिनटमा चाहिँ आउँदो रहेछ। 1 मिनटभन्दा बढी भयो भने अब त्यहाँनिर चाहिँ रोक्दैन। अब यसको सेकेन्डमै ढोका लाग्छ क्या फेरि ढोका। अब यहाँ मान्छे चढोस् नचढोस् मतलब छैन, तर यो कति सेकेन्डमा लाग्छ एक्ज्याक्टली मलाई पनि थाहा छैन। 5-7 सेकेन्डभन्दा बढी चाहिँ यो ढोकाहरू खुल्ला हुँदैन। त्योभन्दा बढी फेरि अर्को 1 मिनटको फरकमा के आयो त अर्को मेट्रो आयो। चाहिँ आइरहेको छ क्या यहाँ चाहिँ मेट्रो अहिले छिटो हो मलाई ढिलो हुन्छ क्या भनेर चाहिँ त्यो पछुताउनु पर्ने यताउति गर्नुपर्ने केही पनि छैन होला। ढिलो भयो अब तपाईँलाई 1 मिनटको फरकमा गर्नु छ भनेपछि त्यो बेग्लै कुरा हो होइन। नत्र त्यति ढिलो चाहिँ हुँदैन। जस्तै अब हाम्रो नेपालतिर कुर्दै बसै आएन अथवा यति ढिलो गऱ्यो यस्तो गऱ्यो होइन, अथवा टिकटै क्यान्सल गर्नुपर्ने भयो भन्ने त्यस्तो केही पनि छैन। अधिकांश मान्छे 74 रुपियाँमा यहाँभित्र घुमिरहेको हुन्छ। तर मेरो के हो त आज भिडियो बनाउने चक्करमा 74 × 2 हाल्यो है। भिडियो बनाउँछु भनेको छिर्दाखेरि फोटो मात्रै खिच्छ है त।